मान्य सदस्य हर्क साम्पाङ, यो हर्कराज राई, यो सदन हो, यो प्रतिनिधि सभाको उच्च एउटा यो सभा हो। यसमा यहाँले प्रयोग गरिरहेको शब्दहरू गम्भीर छन्। यहाँले प्रयोग गरिरहेको शब्दहरू मर्यादा विपरीत छ। यहाँले प्रयोग गरिरहेको शब्द अपमानजनक छ र यहाँलाई म फेरि ध्यानाकर्षण गराउन चाहन्छु। मैले भनिरहेको छु मान्य सदस्यहरू, मैले भनिरहेको छु, म केही भन्न खोज्दैछु, मान्य सदस्यहरूलाई सुनाउन खोज्दैछु, तर मान्य सदस्यहरू सुन्न धैर्य राख्नुहुन्न। धैर्यता राख्नुहोस् न मान्य सदस्यहरू, धैर्यता राख्नुहोस्। सुन्ने म सुनिरहेको छु, धैर्यता राख्नुहोस्। मैले केही बोल्न खोज्दैछु, मैले केही भन्न खोज्दैछु, मान्य सदस्य धैर्यता नै राख्नुहुन्न। श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई म ध्यानाकर्षण गर्न चाहन्छु। मैले मान्य सदस्यहरूलाई मान्य सदस्यहरू, मैले के भन्न खोज्दैछु सुन्ने धैर्य गर्नुहोस् न। मान्य सदस्य एकहोरो बोलिरहनु भएको छ। मान्य सदस्य हर्कराज राई, तपाईँ निरन्तर एकहोरो बोलिरहनु भएको छ। म केही भन्न खोज्दैछु, धैर्य गरेर सुन्नुहोस्। मान्य सदस्यहरू, मैले मान्य सदस्यहरूबाट विपक्षी बेन्चका सबै दलका मान्य सदस्यहरूलाई बोल्न दिने तयारी साथ नै बोल्न दिइरहेको हो। मान्य सदस्यहरूबाट नाम आउने, कसले बोल्ने हो भन्ने विषयमा नाम आउने अपेक्षा म निरन्तर गरिरहेँ। मान्य सदस्य सुन्न धैर्य गर्नु पर्यो। मैले बोल्न सकेकै छैन मान्य सदस्य। मान्य सदस्यलाई मैले अहिले पनि मान्य सदस्यले How long to wait? For so long we are doing so wrong भने जस्तो, so long so wrong। अब हामीले स्टार्ट गर्नुपर्छ। पहिलाकोले गरेन, अब यसपालि पनि नगरौँ। एकजना माननीयज्यूले त मलाई भनि पनि राख्नु भएको थियो होला, तपाईँको पालामा गर्नु न भन्नुभयो। खोइ त्यो भन्नु मिल्ने शब्द थियो, थिएन। गरौँ, आज गरौँ। हिजो गरिनौँ, ठिक छ, अस्ति गरिनौँ, त्योभन्दा पहिला पनि गरिनौँ। आज गरौँ न त, आज गरौँ। लेट्स स्टार्ट। इट्स लेट बट इट्स नट टु लेट। त्यसले गर्दाखेरि त्यो सिमानाको विषय सबभन्दा गम्भीर विषय हुन्छ। किनभने भूगोल छ भने मात्रै हाम्रो देश रहने हो। यहाँ बजेटका कुराहरू यी महत्त्वपूर्ण छन्, तर सिमानाभन्दा महत्त्वपूर्ण बजेट हुँदैन। एउटा कालो पत्रे बनाउनु, एउटा पुल थाप्नु, होइन, एउटा चाहिँ तपाईँको नहर बनाउनु भन्दा ठुलो कुरा हो सीमा रक्षा गर्ने कुरा। र यो सीमा रक्षा गर्ने कुरामा हामी सबैको राष्ट्रिय एकता होस्। यहाँ सत्ता पक्षका चाहिँ सांसदज्यूहरू हुनुहुन्छ, हामी प्रतिपक्षका छौँ, सबैजना एक बनाउन यसमा भन्ने कुरा हो। त्यसका लागि हिजो एउटा चाहिँ नि उपाय स्वरूप एउटा सङ्कल्प प्रस्ताव पेश गरौँ भन्ने हिसाबले पनि मैले चाहिँ एउटा होइन आइडिया पनि दिएँ, तर त्यसलाई पनि तपाईँको चाहिँ नि रद्दीको टोकरीमा फालियो या के भयो मलाई थाहा छैन। प्रधानमन्त्रीज्यूले दिनुभएको त्यो सीमासँग सम्बन्धित रेकर्डलाई अभिलेखबाट हटाउनुपर्छ भन्ने माग हो हाम्रो। र यहाँहरूले तपाईँको चाहिँ के अरे यो सदनलाई यसको गरिमा बचाइराख्ने हो भने सभामुखज्यूको सबभन्दा प्रमुख भूमिका हुन्छ। सरकारलाई मर्यादित तरिकाले जिम्मेवार भएर चलाउने हो भने प्रधानमन्त्रीज्यूको त्यसपछिको तपाईँको भूमिका रहन्छ। त्यसपछि मात्रै हामी आउँछौँ। यो चिज छ। र यहाँहरूलाई अब यो बोल्न पाउनका लागि हामीले चाहिँ के अरे होइन नाराबाजी गर्नु पर्यो है। आगामी दिनमा यस्तो नहोस् भन्दै हाम्रो कारणले, श्रम संस्कृति पार्टीको कारणले यो आजको सदनको कारबाहीमा पर्न गएको अलिकति असुविधा थोरै थियो होला, प्रति हामी चाहिँ के अरे क्षमा पनि माग्छौँ होइन। तर सभामुखको तर्फबाट त्यो खालको तपाईँको चाहिँ के अरे व्यवहार हामीलाई आगामी दिनमा नहोस्। यसको गरिमा यसरी बचाउनुपर्छ। किनभने हामी सबैजना यहाँ सार्वभौम छौँ। यहाँ कोही कसैले कसैलाई सिकाउनु पर्ने, कोही मान्छे कोहीसँग कमजोर होइन है। हामी सबैलाई सार्वभौम नेपाली जनताले मत दिएर पठाएको। सङ्ख्यामा हामी 6 जना छौँ होला, तर त्यति मात्रै छौँ त छैनौँ। त्यसले गर्दाखेरि यो कुरा हेका रहोस् भन्ने कुरा म चाहिँ नि भन्दै र यो तपाईँको चाहिँ के अरे
संसदको गरिमा सधैँभरि बचाएर जानुमा चाहिने प्रधानमन्त्रीज्यूको ठुलो भूमिका रहन्छ। उहाँ यहाँ आएर उहाँले आफ्नो चाहिँ के भन्नुपर्ने के सचाउनु पर्ने कुराहरू पनि सचाउनु होला भन्ने कुरा राख्दै बिदा हुन्छु। नमस्ते।